नाटक नदेखाउँ न। हामी चाहिँ अब बन्दीपुरतिर गाडी नपाएर अब बोलेरोमा जाँदैछु होइन। ल साथीहरू हामी चाहिँ यहाँ यो बन्दीपुरमा छौँ। So hello and namaste everyone. This is my another video है। र आजको भिडियोमा चाहिँ म यहाँहरूलाई थोरै बन्दीपुर देखाउने छु। आज चाहिँ म बन्दीपुर घुम्न जान आँटिरहेको र ठ्याक्कै प्लान गर्दै थिएँ। दाइले पनि अब एउटा दाइले पनि म पनि जान्छु भनेर भन्नुभएको छ होइन। म चाहिँ अब आई विल गेट ड्रेस्ड एन्ड अब डुम्रेमा गएर चाहिँ दाइलाई कुर्छु र दाइ आइसके पछाडि चाहिँ माथि बन्दीपुरको आज होल डेको ट्रिप चाहिँ म देखाउने छु है त गाइस। अलराइट गाइज र अहिले चाहिँ बन्दीपुर गेटमा आइपुगेको छु होइन र गाडी कुर्दैछु। सो नजिकको एउटा दाइ पनि आउँदै हुनुहुन्छ। सो दाइलाई पनि कुर्छु म। दाइ र म सँगै बन्दीपुर जाने आज प्लान छ। सो माथि गएर देखाउने छु तपाईँहरूलाई पनि होइन बन्दीपुरको नजाराहरू। पहिलाभन्दा अहिले धेरै नै चेन्ज भएको छ। सो किप इन टच गाइस, स्किप नगरिकन हेरिदिनु होला। सो यो चाहिँ हाम्रो बन्दीपुर गेटको नजारा। राइट नाउ म चाहिँ दाइलाई कुर्दा होइन वाक्क भइसक्यो। सो अब लाइक ल म्यान फोन नि स्विच अफ भएछ। सो अब चाहिँ एकछिन बस्छु होला सायद। अब दाइ कति बेला आउँछ हो, आइपुग्नु पर्ने अबसम्म त मौसम पनि छ। A few moments later, 2,000 years later, 1 eternity later. अलराइट हामी चाहिँ अब बन्दीपुरतिर गाडी नपाएर अब बोलेरोमा जाँदैछु होइन। बाटो चाहिँ यस्तै छ है गाइस। हामी चाहिँ अब बन्दीपुर आइसकेको छु। पसिना आयो गर्मी भएर। जसो मास्टर मैले त्यस्तो पनि देखेको थिएँ उतातिर। So this is the nostalgic view of Bandipur Hills, हाम्रो बन्दीपुरको मेन बजार। अलिकति गाह्रो हुन्छ फर्स्टमा त्यो अब त्यसलाई ट्रिम गर्नु, जोड्नलाई, अडियोहरू हाल्नलाई।
यस्तो दामी देखेको होइन यो त्यो पालिकाको क्यामेरा यो त्यहीँ सिकेको थिएँ कि यो क्यामेराको जो ट्रेनिङ त्यहाँबाट 4वटा जति गोप्रो लिएर आएको थियो 4वटा जति गोप्रो 2टा जति डिएसएलआर लिएर आएको थिएँ मैले चाहिँ यो गोप्रो लिएर हिँडेको त्यहाँबाट भिडियो सिडियो बनाइरहन्छु मैले आफू कतै गयो भने लगेर बुझाइदिनु पर्छ क्या यसको पनि ट्रेनिङ आउँछ है थियो नि त ड्राइभिङको मान्छेहरू खासै छैन रहेछ अक्सिजन सिजनमा त यहाँ त सामना चाहिँ बल्ल बिदा हुन्छ अन्त सब चाइनिजहरू कोरियनहरू आउनु त यता बस्नु कस्तो बगाल देख्यो मौसम पनि दामी भयो आज निस्केर हिँडेको वर्थ इट So this is Bandipur for you. So alright, अहिले चाहिँ बाहिर अलि गर्मी जस्तो भएर हामी चाहिँ भित्र बस्दैछु होइन भित्रतिर सो राइट अबको एकछिन पछि चाहिँ बाहिरको भ्यूहरू म फेरि देखाउँछु टाइम ल्याप्सहरू अलिकति हावा चल्ने टाइम भए पछाडि सो अहिले बन्दीपुरको बाहिरको सिनारियो चाहिँ यस्तो छ हामी बसेको ठाउँदेखिको सिनारियो चाहिँ ब्युटिफुल लास्ट टाइम बाहिरको बुझिसकेपछि त अब त्यो बाहिरसँग मिलाउने अनुपले जित्छ भनेर चाहिँ उतारिदियो नि त अनुपलाई अनुपले लास्ट आवरमा गरे कि लास्ट आवरमा हामीले चाहिँ अनुपलाई ल सर हाम्रोमा खाली छ कि अब त्यही लड्नु भन्यो उसले त्यही मौकामा हान्थ्यो ल साथीहरू हामी चाहिँ यहाँ अब यतापट्टि चाहिँ अनुपले त्यसपछि अफिसबाट बसिरहेको मान्छे बाहिर बन्दीपुरमा छौँ सो यो चाहिँ हाम्रो बन्दीपुरको पुरानो बजार है र हामी चाहिँ अहिले घुम्दैछौँ यतातिर वन्डर गर्दैछु थोरै यस्तै छ एकचोटि चाहिँ घुम्नुपर्ने ठाउँ है तलबाट जाउनु दे ल शिव सर ल हल्का यसो बोल्दै हिँड्नु नि त यताबाट खासमा अर्को हजुरलाई विशेष धन्यवाद छ हजुरले क्यामेरा जुन मलाई थमाइदिनु भयो यतिखेर हामी बन्दीपुर चाहिँ कति समयपछि लगभग म धेरै समयपछि तर बन्दीपुर भन्दा पनि मलाई यतिखेर चाहिँ बन्दीपुर घुम्दाखेरिको खुसी भन्दा नि मलाई चाहिँ तपाईँसँग लगभग हाम्रो चाहिँ 4 वर्ष लगभग 3 वर्षपछिको भेटले गर्दाखेरि म धेरै खुसी छु त्यो चाहिँ हो अनि त्यो चाहिँ अब समय
परिस्थितिले गर्दा पनि अब हाम्रो भेट नभएको थियो होइन। अब आज त्यस्तै मौका मिलेर चाहिँ म भनिदिन्छु नि त। होइन मिलिरहेछ। त्यो अफ भइसक्यो त यार। होइन ट्याप गर्नु ए भएन भएन ल त्यहाँदेखि बोल्दै हेर्नु। अनि के छ परेश भाइ अनुभव कस्तो हुँदैछ? एकदम मजा आयो दाइ। म लगभग 1-1.5 वर्षपछि आउँदैछु अहिले बन्दीपुर है। पहिला आउँदा जस्तो भाइ त्यस्तै टाइपकै रहेछ अहिलेसम्म। बन्दीपुर फेरि हुन्छ फेरि आएन रहेछ। नस्ट्याल्जिक भाइब जुन होइन चिसो हावा। बन्दीपुर फेरि होइन बन्दीपुर जहाँको त्यहीँ छ जस्तो छ त्यस्तै छ है। अनि के हुँदैछ शिवलाई कस्तो लागिरहेको? मलाई ठिकै लाग्यो। अब यहाँ चाहिँ खासमा विशेष गरिकन जो क्यामराम्यान हुनुहुन्छ आदरणीय दाइ पदम दाइ उहाँ विदेश जाँदै हुनुहुन्छ। सो उहाँलाई पनि भेटघाट पनि भयो। फेरि हाम्रो आदरणीय सर हुनुहुन्छ अगाडि अशोक सर उहाँ पनि हामीसँग आउनुभयो। एकदम खुसी लाग्यो अहिले चाहिँ। अब उतातिर हाम्रो उहाँ भइहाल्नु भयो। अब तपाईँहरूले देखिरहनु भएको सधैँ भिडियो हेर्नुभयो। बन्दीपुरलाई अझै विकास गर्न के गर्नु पर्ला शिव भाइ? के चाहिँ यहाँ के थप्नु पर्ला? खासमा यहाँको विकास भनेकै मुख्य आयस्रोत भनेकै यहाँका सबै जनताहरूले टुरिज्मलाई गरेको देखिन्छ। अनि यहाँ चाहिँ अलिकति टुरिस्ट एरिया भए पनि अलिकति के लाग्यो भने मलाई यहाँको अलिकति यहाँको खुद जुन चाहिँ बन्दीपुरको लोकल भिलेज गाउँ हो नि, यहाँ गाउँ भनेर मान्छेहरू हेर्न आउने हुन्। यहाँको नेवार समुदायको संस्कृति देखेर यहाँ कल्चर देखेर हेर्न आउने हुन्। तर खासमा मलाई यहाँ आउँदै गर्दा बन्दीपुरले आफ्नो चरित्र अलिकति गुमाए जस्तो लाग्यो। यहाँ आउँदै गर्दाखेरि मलाई चाहिँ खासमा पहिलाको जस्तो जुन बन्दीपुर हो जुन चाहिँ अलिकति त्यो चाहिँ बिस्तारै हराए जस्तो। यहाँ चाहिँ अलिकति नेवार समुदायको रक्सीहरू बेच्न पर्ने थियो तर यहाँ चाहिँ विदेशी ब्रान्डका रक्सीहरू धेरै देखेँ त्यो गर्न हुँदैन। अनि यहाँ वरिपरि पसलहरूमा बस्ने स्टाफहरूले लाउने कपडाहरू पनि विदेशी आइटम जस्तो लाग्यो। त्यस्तो गर्ने होइन। यहाँ आफ्नै कल्चर हाम्रो समुदाय नयाँ नेवार समुदायको ड्रेस लगाइदिन पर्छ। यहाँको मगर समुदायको ड्रेस लगाइदिन पर्छ। त्यस्तै किसिमको गीतहरू गाइदिन पर्छ जस्तो लाग्छ। यहाँ बब मार्लीको गीतले हुँदैन भन्ने मलाई लाग्छ। ल सुझावलाई धेरै धेरै धन्यवाद। यो भिडियो चाहिँ अब हामी बन्दीपुर गाउँपालिकालाई पनि ट्याग गरेर अपलोड गर्नेछौँ होइन। अध्यक्षज्यूको हेर्दै हुनुहुन्छ भने अब यसको के हुनसक्छ यसलाई बन्द गर्न अनुरोध गर्न चाहन्छु। यस्तो दिन चाहिँ होइन फलो मात्रै होइन त्यति यो चाहिँ डिजाइनहरू चाहिँ यस्तो राख्नुपर्छ भन्ने यहाँ छ होला सायद। हो नत्र चाहिँ राम्रो छ है। कङ्क्रिटको बनाएको यहाँको मौलिकता अझै यहाँ त मैले सुनेको थियो यहाँको जग्गाहरू नि बेच्नु पाउँदैन भनेको नेपाल साइडमा छ एउटालाई। होटेल बन्दीपुर रेड हाउस। तर यो रेड हाउस भनेको उतापट्टि दुईवटा छ कि यसको हो त। फाइनली दाइले बनाउनु भएको चटपट। कति वर्ष भयो दाइ चटपट बनाउनु थाल्नु भएको? 20 वर्ष हो। 20 वर्ष हो चटपट बनाउनु भएको। टुडी खेलमै चटपट बनाएको 20 वर्ष दाइ चाहिँ 19 वर्ष फेरि। पुरानो चटपट दाइ। पुरानो होइन दाइ त उमेर चाहिँ 19 होइन त? स्विट 16 बन्दीपुर टुडी खेलमा आयो भने दाइले देख्नुहुन्छ है। आलु नै नहालिदिनु ए तपाईँले आलु फेरि भनेर खानै नहुने हुन्छ कि। ए हो सुगर भयो कि आज अलिक खानपिन। सो हामी चाहिँ अहिले टुडी खेलमा आइसकेको छु है। अब हाम्रो लास्ट स्पोर्ट अफ द डे अब टुडी खेलमा हामी थोरै एकछिन अब घुम्छु के कस्तो छ। तर पहिलाभन्दा मान्छेको जे होस् क्राउड चाहिँ अलिक कमै रहेछ।
तिम्रो बल जाँदैन किन जान्न यस्तो बडो जान्ने बल चाहिँ माथि आकाशी बल अब चाहिँ हामी टुडिगल घुमेर फर्किन लाग्दैछु है एन्ड अब टाइम पनि डिले भइसक्यो ल अब हामी निस्किनु पर्छ है अब निक्लिनु अब शीतल हुँदै गयो चिसो हुँदा थाल्यो अब बिस्तारै निक्लिने अब बिस्तारै निस्किनु पर्छ ल अब हामी निस्किँदैछौँ हाम्रो चाहिँ यता दमोली प्रस्थान उहाँहरू डुम्रे उहाँ आफू खैरेनी जानु पर्यो उहाँ फेरि आफू खैरेनी हो समय मिले अनुसार फेरि भेट्नु पर्छ है ल ल ल दाइ ल ल ओके ल फेरि भेट्नु पर्छ है ल ओके थ्याङ्क यू गाइज किप वाचिङ डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब द भिडियो